आन्टी कहाँ जानु नि फ्रीमा हो फ्रीमा फ्रीमा मैले फ्रीमा बोकिरहेको छु क्या अहिले मान्छे हजुर मैले अहिले फ्रीमा बोकिरहेको छु क्या मान्छे कहाँ जानु नि फोर्स पार्क लु बस्नु तपाईँलाई त्यस्तो लाग्छ भने नजानु न त अनि त्यस्तो लाग्छ भने चाहिँ नजानु है म जाने भयो म पुऱ्याइदिन्छु होइन हजुर एकदम ठिक छ एकछिन बस्नु एकछिन बस्नु हजुर फ्रीमा हजुर हजुर मैले फ्रीमा लगिरहेको छु मैले हजुरको भिडियो पनि बनाइरहेको छु भिडियो बनाउन पाउँछु नि होइन मैले भिडियो बनाइरहेको छु अब हजुरसँग गफ गर्दै जाने हो म है तपाईँको घरमै छोडिदिन्छु है ल हस् होइन चिया पर्दैन म हजुरको घरमा छोडिदिन्छु कहाँ हो हजुरको घर बस पार्कै हो ए के गर्न आउनु भएको थियो यता म हस्पिटल गएर आएको ए के भयो ए राम्रै रहेछ अहिले मेरो घरै धुलिखेल पनि हो उता गाउँको घर हजुर हजुर यताको ए अनि दबाई ल्याउनु भयो ए भनेपछि दुईतिर घर छ होइन ए परिवारमा को हुनुहुन्छ छोरा छोरी बुढाबुढी दुईटी छोरी एउटा छोरा बुढा सबै हुनुहुन्छ कति उमेरको हुनुहुन्छ छोराछोरी छोराछोरी त बुढा भइसके कति उमेर हुनुहुन्छ छोरा सानो सबभन्दा छोरा 30 वर्ष पुग्यो सबैभन्दा सानो 30 वर्ष पुगिसक्यो पुग्यो छोरीहरू 32 35 ए ल ठिक छ डर लाग्यो आमालाई त्यहाँ अब कसले एक चिन्दै नचिनेको मान्छेले जाउँ भन्दा डर त लागिहाल्छ नि होइन तपाईँ पनि डराउनुहुन्छ नि एकचोटि त्यही त अनि अब चिन्दै नचिनेको मान्छेले म पुर्याइदिन्छु भन्दा अब डराउनु पर्छ त्यस्तै सिचुएसन छ अहिले होइन अनि किन त बाबु यो फ्रीमा गर्दा तपाईँलाई के फाइदा छ मलाई फाइदा छैन आन्टी मलाई फाइदाको लागि गरे होइन यो मैले यसो सेवा गरे हो हजुर गाडी नभेटेर उभिराखे जस्तो लाग्यो होइन गाडी त आएन सरकारको गाडी आएन हजुर त्यही त अनि हजुरलाई पुर्याइदिनु पर्यो भनेर यसो सोधे फेरि जान्न भन्नुभयो अप्ठ्यारो मान्नुभयो म फेरि अप्ठ्यारो मान्नुभयो भने जाउँ के जाउँ भनेर लाने बानी छैन क्या आन्टी हजुर त मेरो आन्टीसम्मको मान्छे आमासम्मको मान्छे होइन म पनि बिरामी छु 2 दिन सुते अनि भर्खर आज उठेर हिँडेको मैले फ्री सेवा गरेको चाहिँ अस्ति बन्द भयो नि त्यो बन्दको दिनदेखि हो त्योभन्दा अगाडि पनि गर्थेँ तर भिडियो बनाउँदिन थिएँ पछिबाट त्यो बन्दको दिनदेखि चाहिँ मैले भिडियो बनाउन थालेको मसँग भिडियो बनाउने यो गोप्रो सोप्रो यो सामानहरू पनि थिएन अनि बन्दको दिन चाहिँ मैले वहाँ न्यू रोड गएर किनेर जम्मा 1,15,000 को सामान किने अनि भिडियो बनाउन सुरु गरेँ मेरो यो गोप्रो किने मैले तपाईँको 82,000 मा होइन अनि गोप्रोमा लाग्ने सामानहरू किने टोटल गर्दाखेरि 1,18,000 कति परेको थियो अनि त्यस पछाडि चाहिँ भिडियो बनाउन थालेँ क्या आन्टी यो भन्थे के रवि जम्प बस छ नि हजुर हजुर रविले चितवनतिर बन्द भएको बेला निशुल्क गाडी गर्न बिहोरे जनताहरूलाई भन्थे त्यस्तै सेवा गरे हो कि भन्ने चाहिँ लाग्यो कि त्यस्तै त नभनौँ जे होस् सेवा चाहिँ फ्री नै हो उहाँ पनि फ्री नै गरे होला होइन राजनीतिमा म त्यति आबद्ध छुइनँ पनि होइन मलाई त्यति राजनीति थाहा पनि छैन म यत्रो 32-33 वर्षको मान्छेलाई राजनीति थाहा छैन भन्छ भन्नु होला तर मलाई थाहा छैन पनि के हैन त्यो एउटा लाइन त हो नि बाबु के कहाँ हुन्छ र लाइन हो एउटा त्यसमा लाग्नु पर्यो हजुर हजुर अनि पहिलीका अब राम्रा मान्छे थिए नेताहरू पहिली राम्रा थिए हैन अनि तिनीहरू थिए र हाम्रो बाआमाले विश्वास गरेर भोट हाले जिताए हैन तर अहिले त भोट हाल्ने खालका मान्छे पनि त हुनु पर्यो नि त हैन अहिले चाहिँ हामी मान्छे हेरेर अब हाम्रोलाई हैन राम्रोलाई दिने हो नि त हामीले त भोट त हैन राम्रो हजुर राम्रो सबै चोरै चोर छ न आन्टी
सबै चोरै चोर सबै फटाइ फटा छन्। अब कसलाई राम्रो भन्नु? भोट नदिए पनि हुँदैन दिनभरिको। भोट त दिनुपर्छ आन्टी। अब आफ्नो क्षेत्रमा जसले राम्रो गरेको छ होइन, जसले भनेको सामानहरू जस्तै भनेको पानी बत्ती सबै सुविधाहरू दिएको छ भने, राम्रो काम गरेको छ भने त्यसलाई भोट दिँदा केही फरक परेन होइन। तर हामीले चाहिँ के छ भने हाम्रो चाहिँ के अरे जस्तै अब एमालेको पार्टी भयो भने जस्तो सुकै चोर फटा गुन्डा आओस्, एमाले भएपछि एमालेमै अडिक भइयो के, अरू पार्टीतिर जान सकिएन होइन। एमालेलाई नि भोट दिनुपर्ने हो, त्यस्तो भयो। अनि काङ्ग्रेस पार्टीको भयो भने काङ्ग्रेसलाई नि भोट दिनुपर्ने। पहिले राम्रो नेताहरू थिए र पो भोट दिन्थे बुवा आमा हजुरबाहरूले। अब अहिले हामी सचेत हुन जरुरत छ क्या आन्टी। अब हामीले चाहिँ हाम्रोलाई होइन राम्रोलाई भोट दिनुपर्छ। केही गर्छु भन्ने युवालाई एकचोटि चान्स चाहिँ दिनुपर्छ। यी बुढाखाडाहरूले खोइ खासै पार लाउँछन् जस्तो लागेन। हामीले त गाउँबाट दिनुपर्ने हुन्छ। हाम्रो त एउटा बस्ने बास मात्र। गाउँ कुन ठाउँ हजुरको? हाम्रो धुलीखेल। धुलीखेलमा को हुनुहुन्छ त्यहाँबाट? हाम्रो त एमालेको त्यो विष्णु नै राम्रो काम गरेको छ, त्यसलाई दिन्छन् कि अब नयाँ पार्टी छन् थाहै छैन। हो अब उहाँले राम्रो काम गर्नु भएको छ भने एमालेलाई नदिनु भन्दिनँ म, अरू पार्टीमा दिनु भन्दिनँ म। उहाँले राम्रो काम गर्नु भएको छ त्यो क्षेत्रलाई भने सबै देशैभरि गर्नु परेन क्या आन्टी। एउटा क्षेत्रमा राम्रो काम गर्नु भएको छ भने उहाँलाई भोट दिनुहोस्। तपाईँको भोट चाहिँ खेर नजाओस् के, त्यही हो कुरा। हो उहाँले राम्रो गर्नु भएको छ भने उहाँलाई भोट दिने, जसले राम्रो गर्नु भएको छ उहाँलाई भोट दिने। अब जस्तै के अरे माओवादी मन नपराउने पनि छन् नि। माओवादी हेर्नु त रेणुदालले राम्रो काम गरिरहेछ नि भरतपुरमा होइन। अब उसलाई भोट नदिने त त्यहाँको जनताले भोट दिन्छन् नि। हो त्यस्तै राम्रो काम गरेर विश्वास दिलायो भने जसले पनि भोट दिइहाल्छ नि आन्टी होइन। अब काठमाडौँमा हेर्नु त बालेनलाई कसैले भोट नदेला त। बालेन अर्कोचोटि उठ्दाखेरि भोट त जसै जित्छन् नि होइन। हो त्यस्तै राम्रो काम गरेर देखायो भने जसले पनि भोट दिन्छ कि। मेरो इलाम हो आन्टी। हजुर। अनि के गर्नुहुन्छ हजुर? म त केही गर्दिनँ, नाति नातिना हेर्ने बस्ने घरै। ए हो। छोराको पसल छ बागबजारमा। हजुर। अनि त्यही बुढाले चितर जाहिर भएको थियो, पेन्सन पाकेर पाउनु भएको छ। हजुर। गाउँतिर जाने खेती लगाएको अलिअलि हेर्ने, गाउँमा जाने यता आउने। गाउँ चाहिँ कुन? धुलीखोले हो? धुलीखेल 11 ठ्याक्कै पार्ले खेतै हो। ए अङ्कल के गर्नुहुन्छ? अहिले केही गर्नुहुन्न, म त यता गाउँमा जाने आउने। लिची पाकेको छ अरे घर आउँदा र आज गाउँ जानुभएको छ। म त यतै फर्किया धुलीखेल। ए लिची अब अर्ग्यानिक हुन्छ नि त गाउँतिर त। गाउँको चिजहरू हो कि खानु पर्ने चाहिँ। हामीले अब यहाँ बिसादी हालेको चिजहरू कति महँगो लगाएर खानु परेको छ, के गर्नु। नेताहरूले देश डुबाए। नेताहरूले म त भन्छु जनताले नै डुबाएको हो क्या। जनताले नै भोट नदिएर हामी भेडा भएर त्यस्तो भयो क्या। जनतामा चेतना छैन, छैन। मख पार्दिन्छन् 2000 देउला 5000 देउला भोट हाल भन्छन्। अनि मासु भातमा चेतना आउनु पर्यो नि। हो हजुरको छोराछोरीलाई थाहा छ होला रमेश बुढा धोकी भन्ने मान्छे सर्च गरेर हेर त देखाएको थियो भनेर सोध्नुहोस्। तपाईँलाई अप्ठ्यारो लाग्यो भने त्यहाँ रमेश बुढा धोकी भन्ने सर्च गरेर हेर भन्नु केटाकेटीलाई। उहाँहरूले अहिले के अरे उहाँ यसरी यस्तो मान्छेसँग फ्रीमा आएँ भनेर सुनाउनु भयो भने पक्कै पनि को हो त्यो मान्छे भनेर सोध्नुहुन्छ होला होइन। रमेश बुढा थोकी भन्ने भाइ थिए भनेर भन्नु। अनि सर्च गर्न लाउनु न, मेरो च्यानलहरू भेट्नुहुन्छ। तपाईँलाई युट्युबमा भरे हेर्न मन लाग्यो भने म भरे अपलोड गरिदिन्छु यो भिडियो। तपाईँसँग गफ गरेको भिडियो भरे युट्युबमा हालिदिन्छु बेलुका। अनि हाम्रो गफ सुन्नु आफै होइन। अनि फेसबुकमा पनि हाल्छु, टिकटकमा हाल्छु, सबै हेर्नु न। अनि विदेशतिरै जानु भएको छैन छोराछोरीहरू? ए नेपालमै केही गर्छु भन्ने होला नि त। गर्छु भन्ने जेठी छोरी चुचारै छे। हजुर। त
कान्छी छोरी ज्वाइँको सानो एउटा पर्खाल छ बाबु ए। यतै छ छैन ए हजुर हजुर बाहिर जाने कुरै भएन पहिला अहिले हजुर। त अब उतैतिर छन् गएका छैनन् हजुरलाई कहाँ छोडिदिउँ भन्नुहोस् ल यहीँ छोडिदिनु घर चाहिँ अलि यता पर्छ कता भन्नु न म अलि त्यहीँ यता यता राइट यता राइट 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 साइड ल बस पार्क चाहिँ आइयो अब म आन्टीलाई म घरमै छोडिदिन्छु है त हुन्छ कतिपयले घरमा लान घरको छेउछाउ लान पनि डराउँछन् के जस्तै लुटपाट गर्ने खालको मान्छे हो कि घर पत्ता लगाएर भरे भोलि आएर चोरी डकैती गर्ने मान्छे पो हो कि भन्ने शङ्का हुन्छ नि त यही यता ए यता हो यता कहाँ बस्नुहुन्छ यतै बस्नुहुन्छ यहीमा ल हस् ल चिया खाएर जाउँ होइन होइन आन्टी चिया नखाउँ हजुर चिया खाएर पठाउनु भएन ल ल आन्टी हस् ल ल फ्री सेवा लिनुभएकोमा धन्यवाद है हस् हजुर ल हस् बाई